बिहानको 5 बजे आज म नेपाल जाँदैछु। अब केही क्षणमा मलाई लिन एउटा कोरियन आदेश आउँदैछ। मेरो सामान यहाँ तल लगेज तलिरहेको छु। अब केही क्षणमा म बस टर्मिनलतर्फ प्रस्थान गर्छु। हजुर यो घोडा पानी छ यहाँ बुवा यता होला बुवा अलि भित्र हाल्दैन अलि तल डाउन गर्दैन के गर्दै यस्तो हजुर म यहाँ छु आऊ भन्दा हजुर
पहिला केटा चाहिँ केटी माला भन्छ कि माला भन्नु पहिले ओइ माला पहिले माला भन्नु बा पहिले माला भन्नु आने न मंजर का ना ना दोस्त का दाने बाहु जोड़े ना काम ऊपर जाओ ना दोस्त का दाने nên nó ma nó bây giờ kia có đâu ăn mà cái gì đi về nên là còn ăn à माला ती छ माला हो त्यो राख्यो अर्जै ल्याउँछ काले यो बोसो दे दाइ यो पुग्नु यो के गर्ने मार्नु बस्ने हो के हो बस्ने मोबाइल भाइ अब दाहिने घुम्ने यताबाट यो कुर्चली साइड दुईचोटि भयो है नानी खोइ माल लिएर आऊ उहाँको यहाँको माला खोइ ए किस्ती छ अहिले होस्
यो किस्तीमा हाल्ने काली भिडियो बनाउँदा अगाडि आएर पानी त्यही छ त्यही पानीले हुन्छ अरे अरे खाप्सी बाबा हो नि सानो ए यहाँ त त्यही भएर त यता दिनु भए रहेछ ए रेडी छ ताली जाएको बेलामा चाहिँ अलिक कम ताली भयो भने हामी ताली बजाउन आतुर भइसक्यो त्यसलाई खटाइराख्नु न हेराले के गर्नु त माल नलाउँदा लगिहाल्यो दिदी अनि कहाँ लाउनु पर्छ त माल लानु माल खोजेर कहाँ पाउँछ अहिले सबै ताली मेरो काखमा बस्ने आउँछ हेराले के गर्नु त माल नलाउँदा लगिहाल्यो दिदी अनि कहाँ लाउनु पर्छ त माल माल लगाएर लानुपर्ने माल खोजेर कहाँ पाउँछ अहिले काम गर्यो डर लाग्छ दाहिने हात जोरदार बिस्तारै के हो होइन सोही आउनु ताली कन्टिन्यू के के हो हजुर सोही आउनु ताली कन्टिन्यू के ताली बजाउनु हो अलि सानो भयो बिस्तारै 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 भन्नुले यति भयो भने चाहिँ त्यति भयो भने अहिलेलाई त्यति छोड्दिउँ न त्यहाँको र यहाँको साइज हुँदो रहेछ कि बसौँ नि कान्छु भाइ हजुर बर्दपुरिया गाउँपालिका वार्ड नम्बर 1 बुवा चाहिँ तमानसिंह हटी बुवा हुन् म चाहिँ कान्छी छोरो हो साधनबाट भर्ती मगरै हो अन्य ठाउँमा लिनु होला
हजुरबा मेरो छोरा मन परायो अब आइयो अब हामीले गर्नुपर्ने एउटा हाम्रो दायित्व मिलाउनु पर्ने हो अब अहिले बिचमा के गरिदियो भन्नुहुन्छ भने छोरीको पनि 11 गते उसको जुन 5 गते त्यहाँ अब बिहा गर्नुपर्ने जय जुन चाहिँ बिहामा दिँदैछ त्यही नपरिहाल्यो के गर्ने एकदम छिल्लामा लाग्छ त्यो हुनाले 11 गते आउने 12 गते उहाँहरूले पठाउनु त्यो भएको हुनाले यता साह्रो गाह्रो एकदम गर्नु सकिएन अब फेरि 2 भाइमा अब के भनिदियो भने एक साल हुँदैन भन्ने कुरा राखिदियो त्यो हुनाले अब कि छोरामै नै हुन्थ्यो 2 भाइमा हुँदैन भन्ने कुरा आयो त्यो भएर यता कामहरू एकैचोटि एकै सालमा अलिकति गाह्रो भयो त्यो हुनाले अब हामीले मगाउने आयो अब पक्का पुरै चाहिँ हाम्रो गर्न आयो अब हजुरहरूले आशीर्वाद के हो अब सोचेर हजुरले सल्लाहमा हामी चल्ने हो फेरि 40 लिएर आएको छ फेरि गइहाल्ने हो त्यो हजुरहरू अब सम्झिने यसो भन्दा हाम्रो उहाँको आमा चाहिँ यहाँ हामी त अब ढोकाभेद गर्नै पर्ने होला परिचय दिएर ढोकाभेद चाहिँ गरौँ ठुलो मान्छे अहिले फलबट गराउँ त्यहाँ फलबट गरेर चाहिँ घुम्ने भनेर पछि घुमाउँ पछि पछि गराउँ अब हजुरहरूको विचारहरू के छ माउले राजा हुनुहुन्छ हजुरहरू के भन्नु अब तपाईँहरूको एउटा शब्द राख्नु पऱ्यो कि तपाईँको नि अब शब्द राख्नु पऱ्यो मैले चाहिँ के भन्नु भने हजुर अहिले अब यो केटाकेटी मेरो छोरा तपाईँको छोरा मेरो छोरी मन पऱ्यो भयो भोलिपल्ट चाहिँ अहिले जस्तो राम्रो हुनु पऱ्यो अनि भोलिपल्ट चाहिँ फेरि अब त्यहाँ गइसकेपछि एउटा हजुर मकर पर्वपछि है ट्रेडिसनल हजुर मकर तामाङ पर्नु भरिभरि उहाँको त चुलो मनोरञ्जन अब पछिसम्म राम्रो हुनु पऱ्यो अहिले त राम्रो भयो भने पछि त नि अब फेरि कुनै त अब यस्तो उस्तो भन्ने हुन्छ नि त हो क्या पछि त राम्रो हुन्छ त्यो कुन देउतामा चलेन भनेर के अरे कसैले त हटाउँछ चुलोमा छिर्दैन भन्नै दिँदैन यस्तो कुराहरू हुन्छ है तपाईँ हामीलाई त्यो मैले पनि सुने त्यस्तो चाहिँ सुनियो पनि हाम्रोमा त्यो छ हाम्रो त जो आएर स्वीकारे अहिले भएको जस्तो राम्रो हुनु पर्यो अब भोलि पर्सि अब फेरि जातभात मिलेन यस्तो उस्तो त्यो हुनु चाहिँ हाम्रो मात्रै सुन्नु भएन है यता तपाईँ हामीबाट जेठा हुनुहुन्छ तर सबैजना दुईजना अब मन मिलाएर गरेर जानुभयो अब उहाँ अब बुहारी छोरा उहाँहरू त्यो गर्नुभयो बिताउने चाहिँ भरेको दिनमा अरू कुरो पनि सुन्नु सक्ला तर के तेरो जातपात पाउँदैन किन यस्तो बेकार भने जस्तो कुरो सुन्नु भएन जिन्दगी बित्नु पऱ्यो एकचोटि बिहे हुन्छ दुईचोटि बिहे हुँदैन होइन त्यही भएर जिन्दगी बित्नु पऱ्यो जस्तो राम्रो पऱ्यो 25 सम्म लास्टमा बुझ्नु भन्नु पऱ्यो यस्तो कुरामा तपाईँको पछि दोहोऱ्याएर केही सुन्यो भने होइन त्योभन्दा नराम्रो कुरो पनि यो कुरो जहिले सुन्नु पऱ्यो है बोल्नु पऱ्यो ल जहिले बोल्नु पऱ्यो के शब्द हामी केही शब्द पनि सुनेन केही यस्तो लाने आउने बिहे गर्ने भन्ने शब्द पनि सुनेको छैन अहिले आउने छ थपक्क हामीले अब मन परेर भएपछि त थपक्क हामीले दिएको यस्तै भएपछि एकदम बिगारेर भान्जाको भान्जी नै पठाउनु लाग्यो त त्यही हो हामीले पनि नराम्रो नबस्नु कुरो मात्रै हो मैले त अब नजिक पछि लागेको होइन यहाँ होइन लाग्ने कता न कता हामी त कहाँ भान्जीहरू सुन्नुलाई हामी कहाँ हामी विदेश गएको जस्तो मलाई यहाँ आउन सुन्नु के छिटो छिराइदियो
अनि मैले धेरै ठाउँमा यस्तो कुराहरू सुनिरहेको छु किनभने अहिले राम्रो भएर अब राम्रो भएर लिएर गयो पछि चाहिँ अब यो मान्छे यस्तो जातको यो फलाना जातको अनि यो चुलोमा हुँदैन है यसलाई चाहिँ हाम्रो देउताले पनि सक्दैन अनि मान्छे कुरो सुनेर भन्नु पाउँछ तपाईँ हामीलाई लिएर हामी त भन्दै जय छोरीलाई नातिनीलाई भन्नु जयलाई भन्नु हो भने दुईटै भन्नु दुईटै अहिले राम्रो हुने जस्तो पछि जम्मै यस्तो हो हामी छोरी पछि नराम्रो नहुने दुईजनै हो अहिले मिले जस्तो पहिले मिले जस्तो पछि नै मिलेर बस्ने नराम्रो कुरो नहुने अब मनहरू मिलेर चाहिँ पढ्दा पढ्दै अब लग पर्यो मन चाहिँ मिल्यो भने गएर चाहिँ इष्टमित्रलाई चाहिँ भन्नु पाउँदैन मिल्दै मिल्दैन हजुर के छ ठिक छ नि जोइ मैले भनेको कुरा बुझ्नुपर्ने कुरा होइन पछि अब मैले भने एकदम नराम्रो भयो भने त्योभन्दा नराम्रो त एकदम नराम्रो शब्द हुन्छ त्यस्तो कुरा जोइले गर्नुपर्ने कुराहरू हो त्यस्तो मैले सोचेको छैन त्यस्तो नम्बर चाहिँ हुँदैन अब छोरीबाट होला भने छोरीले पनि गराउनु पर्छ त्यो त पछि मान्छेले केही रहेछ मात्रै गराउनु हुन्छ त्यस्तो चाहिँ नम्बर चाहिँ हुँदैन जब लगभग सँगै जीवन काट्ने एकचोटि बिहा गर्ने हो अन्तिमसम्म चाहिँ ल जय यहाँ रेकर्ड छ यो कुरा फेरि यो चाहिँ ल पछिसम्म राखिदिएको चाहिँ आफ्नो चाहिँ जिन्दगी बिताएर हामीले पनि अहिले जति मन पराउ भएको जति पनि पछिसम्मै मन परेर Kita mau dulu mamin lah abam lah nakan di tiga ba. Bila tamanyan je. Ande ande ramai itu yang berang di channel kalau ba. के छ तपाईँले Pango. एउटा कुरो के छ भने छोरो अलिक झोकी खालको छ खासमा के अहिले Pasti sama nak cerita aja di dalam. त्यसमा बोल न चाहिँ बोल बोल Bola. एक दिन साथ बोल्नु पऱ्यो नि के हो Cerita itu tele cerita aja dia. Amu एउटा nakan do ba. Mamu do to ke mamu do nakan itu ba. हामीले भन्नु पर्यो Ada na parti juga ini. Man para tahu cerita aja dalam rejam ni di dalam. भोलि Bila tahu kalau tak ada jadi sini jabat aja, dia mesti jabat aja. भोलि दुईजना चाहिँ सम्पूर्ण हुने दुईजनाकै हो हामीले चाहिँ एउटा बाबुआमा हामीले चाहिँ छ भने कमाएर पनि दिने हो छैन भने नोकरी खाऊ भन्ने हो सिकाइदिने हो त्यति गर्ने चाहिँ हाम्रो बाबामा कर्तव्य हो गर्नुमा तपाईँ पनि गर्नु बाँकी कुरो गर्ने छिमेक लगाउने गर्ने अब बाटो लगाइदिएको छ दोकाने कुराहरू भएर दोकान लगायो भने दोकान पनि अहिले दोकान पनि तयार छ अब के गर्ने म त बुढाबुढी मात्रै छ अब दुईवटा नौकर थिए एउटा छोडिहाल्यो एउटै छ अब हुन त छोरा दुई छन् छोरी पनि दुई छन् राम्रै ठाउँतिर छन् उहाँ त दुई कस्तो दुई कुरा बोल्दैन के गर्ने सहयोग पनि गर्नु पऱ्यो जहाँसम्म पाखुरी चल्छ त्यहाँसम्म गर्नै पर्छ कर्तव्य हो बाबा आमा गर्नुपर्छ बाटो लगाउनु मेरो सिद्धान्त भनेको त्यो हो राजेश मामा मैले उयो हजुरआमा हुनु त केही भन्नु ल है खै भन्दै माइजी त शब्द कुरा राख्ने हो कि हारो माइजीले कान्छी माइजी अनि खोइ चिन्तान पनि गर्नु पऱ्यो भन्नु त तपाईँ को बेहुली भन्नु त भनिदिनु बेहुलीको म चाहिँ माइजी हो ठुलो माइजी हो सानो माइजी हो सबैभन्दा कान्छी माइजी ए ल भनिदिनु त चिन्तान पनि गर्नु पऱ्यो नि त सबैजना भोलि ज्वाइँले नचिन्ला ससुर आउँदाखेरि सबैले भन्न पर्दैन सबैले शब्द भयो सक्यो के भन्नु छ अब हामीले भन्नु भन्यो होइन जिन्दे भने त्यही हो शब्द हाम्रो होइन पछि नराम्रो नहोस् दाइ भाउजूले केही भन्नु शब्द के भन्नु छ अब माइतीले Oi. त्यसमा दिने सानो देऊ माउरीले त्यो सानो देऊ हामी त अब Sampai त्यही त
त्यो राम्रो हो थाहा छ अहिले सुन्ने गरेर सबै बहिनीले न हामी त नयाँ गऱ्यौँ नि त अँ के गर्नुपर्छ के चाहिन्छ एक दुई शब्द ठुलो कुराहरू चाहिँ हजुरले भन्ने आफूले पनि गर्दैन के भन्नाले अब यो साल त त्यतिकै Kecil apa pangla, tapi kecil lebih kecil ni ayu. काम गर्ने भारी बोकेर काम गर्न सक्दैन अब को गरेर अब त्यो काम अब हाम्रो काम चाहिँ खेत जोत्नु पनि छैन हाम्रो हलो पनि छैन यो काममा कहिले जस्तो काम गर्नु सक्दैन छैन हामीले हाम्रो चाहिँ टेबलमा बस्ने सामानको हिसाब गर्ने यो यति हजुर भन्ने चित्त बुझ्यो बेच्ने चित्त नबुझ्यो जहाँ भनिदिने बिग्यो भने पैसा बल्लामा हाल्ने बस्ने है घरको त्यही खानापिना हो बनाउने अब त्यो घरको अब पोसा यस्तै हो भरे ज्वाइँले एक दुई शब्द बोल्ला छोरी नरिसाउने छोरीले भन्दा ज्वाइँले नरिसाउने होइन सुहाउनुपर्छ उता कुरा के भने माइतको कुरा पनि बुढोले नभने बुढोको घर कुरो माइलो नभने एक दुई शब्द सुहाउनु पऱ्यो नि त परेन दुईटा आगो भयो भने कसरी निप्छ त एउटा पानी एउटा आगो हुनै पऱ्यो त्यो त हुने है मैले त्यो भन्छु दुई जग्गा आगो भयो भने त त्यो बसियो जल्ने हुने झन् जल्छ त्यही भएर एउटा पानी एउटा आगो जिन्दगीभर निप्ने हो। सुन्नु पर्छ कि राम्रो भाषा है भनेर सुन्नु पर्छ भरे यहाँ आएर भाइ बुहारी छोरीका यस्तो पो भयो भनेर कुरो सुन्नु पर्छ कि कहिले। भोलि फलाना छोरोले फलाना ठाउँबाट फलानाको छोरी फलाना भान्जी बिहा गर्यो यस्तो भयो अरे उस्तो भयो अरे यो चाहिँ नराम्रो गर्यो भन्ने कुराहरू नहोस् अब यहाँबाट पनि अब हजुर छोरी दिनुभयो अब बुहारीले पनि अब घर सम्हालिदिनु पऱ्यो सबैले बाबाले यताउति अब उनीहरूकै हातमा हुने हो अब हामी त 19 साल भइसक्यो हामीलाई त केही छैन हामी त घर बनाइदिएकै छ गरिखानु पऱ्यो होइन लगाएको बाटोमा लाग्छ भने बनाइदिएकै छ गरिखान्छ दोकान छँदैछ नाइ हामी नोकरी गर्छौँ कहीँ आफ्नै साडी गर्छौँ बन्धन हुने पनि अब त्यो कुरो चाहिँ उनीहरू विचार म व्यापारी मान्छे हो व्यापारमै लगाउने हो व्यवहार गर्नु अझै पनि मेरो त दोकान 35 साल भयो त्यही साइकल स्टोर भएको छ दुईजना एक शब्द नि बोला के भन्नु छ होइन अब यहाँ अब जति बोल्नु अहिले भन्ने हो यहाँ निस्केपछि पछि भन्छु भनेर पाउँदैन सक्यो यहाँ निस्किने बित्तिकै एक दुई शब्द के राख्नु छ आफ्नो प्रश्न होइन डाक्टर राख्ने तपाईँहरूले राख्नु भयो जहिले चिनाउनु पऱ्यो नि म नर्स म गोली दाइ भनेर भन्नु पऱ्यो नि भन्नुहोस् म चाहिँ दुलापट्टिको है दिपक सबैलाई के भन्नुहुन्छ दाइ उता जहिले दाइ अब अब हजुरको महिनेलाई के भन्नु चाहनुहुन्छ उठेर भन् एकचोटि सर के भन्नु छ घोडा टेकेर के घोडा टेकेर के भन्नु पाएन अब दुवैजनाले मन पराएको लाइफ राम्रो होस् अब एकअर्काको त्यो पुरानो लाइफ राम्रोसँगले सेटल होस् राम्रो त्यही त दक्षिणमा के छ राम्रो छ नि कुरो बुझ्यो नि पछि नराम्रो नहोस् है अहिले मन पऱ्यो दुईजना मन पराएर हुनु पऱ्यो पछि फेरि यस्तो उस्तो भन्ने चाहिँ हाम्रो कामै नसुनोस् मैले त हेर्नुहोस् यो मनाइ गरेको सम्झिँदा अब दिदीलाई पठाउने हो अर्को सालमा आएर पनि गर्ने भनेर मैले धेरै सल्लाहहरू दिएँ दुईजनाबाट नै अब माइतीतिर पनि भनौँ बाबुतिर पनि पेले यो दुईजनाले पेलेको मेरो काम यो दुईजनाले गरेर भएको हो तर मैले त यो हुँदैन केही छैन भनेकै हो मैले यो चाहिँ हावातावा गरेर सबै कुराहरू सबै मिलेरै ठिकै छ किन हतारिने कतिको छ अनुसार फेरि नै लगाइरहेको छ
देखेन हामीले सल्लाह त त्यही गरे हो अब उनीहरूले सल्लाह बढी सल्लाह त मैले त्यही गरेँ सल्लाह त हाम्रो त्यही हो हाम्रो त बिहे गरेर पठाउने अब एकैचोटि गरेको मैले पछि पनि जानै पर्ने अहिले पनि जानै पर्ने अलि राम्रो तरिकाले व्यवस्थित भएन भने अर्को चाहिँ गर्नै पर्ने यहाँ त सबैजना चिन्नु त यहाँ सबै मामा मैले उहाँ हजुरआमा उहाँको के अरे सबैजना मामा मैले पछाडि भन्यो बाहिरतिर चाहिँ मामा अरू कोही पनि छैन हाम्रो बाहिर गएको भनेको आफ्नो मात्रै हो दाजुभाइ छ मामा मैले मात्रै हो अरू कोही पनि छैन बाहिर एकचोटि हुने काम अब दोहोऱ्याउने भयो हाम्रो मलबारी जाँदा एकचोटि धेरै जाँदा अहिले एकचोटि गर्छ नि अब दोहोऱ्याउने भयो अब गासा गर्नुपर्छ अब के भन्ने अब पुरा चाइल्डले के भन्नु कहाँ त्यतिखेर भन्यो भने चाहिँ अहिले भन्नु पर्दैन यहाँ रेकर्ड गरिरहेको छ अब के गरौँ अब छलफल जति गरे पनि त्यति हो भन्ने कुरो नयाँ नयाँ सम्झि सम्झि भयो मात्रै सम्झिनु गर्नु चाहिँ चलन थियो यहाँ चाहिँ पहिला त केही पनि भएको छैन यहाँ सम्झिनु गर्छ अहिले यसो सङ्गीतको पर्दैन अहिले अहिले पछि पछि एकैचोटि पछि अहिले पर्दैन अहिले चिन्ता गर्नु पछि त्यो छुट्टै छ हजुर हो भन्ने कुरो पनि पछि सम्झिने अब अब ल कुरा मिल्या भए चाहिँ सगुन थाल्नु भयो ल्याएको त्यसपछि ओके हो नि त कुरो सगुन थालेपछि चाहिँ सगुन थाल्नु भयो नि होइन त्यसपछि होइन अब पहिला अब कुरा ओके भयो भने चाहिँ उहाँ ल्याएको सगुन खाने सबैजना उहाँ ल्याएको सगुन छ नि त्यो सगुन खानुपर्छ पहिला त्यसपछि खासा चाहिँ यताउता तपाईँ थाप्ने त्यो सगुन चाहिँ यी फोरे खाने हो सगुन एक कारण ल्याउँ होइन पहिला उसले सोधेर ल पछि के गर्नु फोराउँ त अब यो फोरेपछि त फेरि कुरो सक्यो भिड कुरा नमिल्यो भने नखोल्ने हो भाइ भाँडामा हाल्नु नि यो बाहिर छ बोल्ने पनि भित्र भएन बाहिर छ ल बोल्नु यो सबैले हामीले के गर्नु ल भन्नु हामीलाई चाहिँ गाह्रो नहोस्
बहिनीलाई यहाँ छोरीलाई यो सगुन हामीले मागी के गरौँ त मासौँ किन मासौँ भने तपाईँहरू भन्नु त अब कुरो के हो हामीले तपाईँहरू बोलाएर अब हामीलाई के ठिक भइगयो भने त भन्ने कुरा हो म त एउटा हिसाबले त अझ हाँगा तिर्नु पर्यो म त मेन भनेको त मामा हो नौ महिना भएर त नमार्नु बाउ त एउटा बाउ त गिलास ल्याउँदा 8-9 वटा गिलास के गर्ने सबन मार्न नदिनु त राजु बिर्छ नि हैन भेला बडा न भेला Bao giờ cũng để nhiều người người lắm. भेला भाइ Chưa chắc बोला chưa न vậy भने đó. पहिले तिहार बस बोला न Anh chỉ là tụi anh bao gan dài. Hai bài. Sao được? सबैले भाग लियो Ba thì nhớ. लियो यो मजा नि हामी दुईजना लखर लखर यहाँ इन्डिया बजारमा घुम्दै लखर लखर डुली कुन चाहिँ के किन्ने हो एउटा किन्ने त साइकल पसेर ल मेरो बस ल भाइ एकछिनमा आउँछु ल म कसम 15 वर्ष 16 वर्षपछि आयो होला यहाँ पहिला म एसएलसी पढेको बेलामा साइडमा त्यति बेला आएको त्यसपछि आएन त्यसपछि आज पहिला यो थिएन यो पहिला उतापट्टि थियो गरिबन्टा अहिले कुन हो यो मनगाउँ आएंगे तो आएंगे बोलाउँछ है साला राम्रो छ होइन अब जता मन पर्यो उता नेपालको कन्टेक्समा चलो हमारा भैया का पसल
गोलू सेंटर बनगांव। अरे अंदर ये शॉप नंबर किधर कितना है? अरे देख लो, शॉप नंबर नहीं पड़ा, पूरा बनाओ। तो शॉप नंबर नहीं होता है, नहीं यहाँ नंबर कैसे पहुंचाएंगे अंदर गोलू फिर? सेंटर यहाँ का भी ले लो। ठीक है, चलो लेडीज को चलो माथी को गोलू सेंटर वो अच्छा से वो टंगा ना उधर। ठीक है फिर चलते हैं। इसका भी ले ले। भाउजू चले है रेडीमेड वाला है क्या? साड़ी मात्र हो यहाँ? हाँ ब्लॉग बना रहे। साड़ी मात्र साड़ी लाने भनेको। साड़ी नहीं है साड़ी देखाउँ न। तो के चाहिए तुम्हारे? फुपूहरूलाई साडी भने नि त? पहिला कुर्ता कुर्ता लगिदिनु। कहिले साडी भने कुर्ता हो? ए उतापट्टि हो। अब मैले कति ठाउँमा पोस्ट गरेँ दिदी भन् तिमीलाई मैले भेट्नै पाइनँ, तिमीलाई फोन गरेको हो, मेरो फोनको रिप्लाई पनि तिमीसँग होला नम्बर बच्चालाई भेट्नै लागेन हुन्छ। हमारा हैंडसम भैया दिखा रहा है हमारे कपड़ा हमको फ्रॉम बनगांव से। दाइ धोती निकालिदिनु अनि सिलाउनु वाला कुर्ता सेट पनि निकालिदिनु। धोती रेड कलर, इधर पसल का नाम बता दीजिए ना। प्रीत गारमेंट्स बनगांव। बनगांव इधर का वो नहीं होता है। हाँ भैया दिखा रहे हैं हमको उल्लू का। प्रीत गारमेंट्स बनगांव। बाजार में ठीक है, दामी दामी सामान पाउने। नेपाली दिदीबहिनीहरू यो पसलमा आएर यसो लुगा सुगा जाडुमा राम्रो राम्रो देखाउनु ए हाम्रो दाइले यस्तो दामसँग देखाउनुहुन्छ कि रातो कलर चाहिए? रातो त रातै हो। रातो कुर्ता लाल में चलेगा कोई भी कलर? रातो नै, रातो भइसक्यो।